सम्माननीय सभामुख महोदय, आज हामी जेनजी आन्दोलनका घाइते तथा शहीदहरूको रगतले छापिएको मतपत्रको जनादेश अनुसार यस गरिमामय सदनमा उपस्थित भएका छौँ। सम्माननीय सभामुख महोदय, हिजो यस गरिमामय सदनमा एकजना माननीय सदस्यज्यूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका विषयमा चर्चा गर्नुभएको थियो। म यो सदन मार्फत स्पष्ट प्रश्न उठाउन चाहन्छु कि विद्यालय पोसाकमा कुशासन र भ्रष्टाचार विरुद्ध शान्तिपूर्ण प्रदर्शनमा रहेका भाइ बहिनीहरूमाथि टाउकोमा ताकी गोली हानी हत्या गर्ने अनुमति कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ? नेपालको संविधान, नेपालको विभिन्न कालखण्डमा जनताद्वारा भएका स्वतस्फूर्त जनआन्दोलनहरू राज्य व्यवस्था परिवर्तनमा प्रेरित थिए, तर कुशासन र भ्रष्टाचार विरुद्ध भएको जेनजी आन्दोलन कसरी एआई, एल्गोरिदम र विदेशीको चलखेलले हुन सक्छ? म यो प्रश्न गर्न चाहन्छु। म स्वयं पनि ती घाइते र शहीदहरूको प्रतिनिधित्व गर्दै भ्रष्टाचार विरुद्ध र समृद्ध नेपालको पक्षमा उठेको आवाज बोकेर यस सम्मानित सदनमा उभिएकी छु। सम्माननीय सभामुख महोदय, यो केवल एउटा घटनाको प्रश्न होइन, यो राज्यको जिम्मेवार